अहिले हामी ठ्याक्क किमचोर आएको छौँ। यो चाहिँ हाम्रो पुरानो बाजेहरू बस्ने घर हो र हामी जानेछौँ अब बाजेको घरभित्र। सो भ्लगमा क्यामेरामा हुनुहुन्छ मेरो बहिनी भूमिका मगर। ल स्टार्ट, आउनुहोस् यता। सो अब म बिस्तारै तपाईँलाई इन्ट्रोड्युस गराउनै जान्छु होइन। अब यहाँ एउटा ढुकुर पनि छ है, एउटा ढुकुर छ होइन, बबाल खालको ढुकुर। कस्तो लाग्यो तपाईँलाई? आफ्नो फ्यामिलीहरूले भेट हुँदाखेरि होइन हजुर खुसी लागिरहेको छ। पछि मनाउनु भयो यो यस्तो फ्यामिली यस्तो सबै भएको समथिङ भयो होला। ल पहिलो बार होला। ल पहिलो सबै भएर यस्तो रमाइलो गरेको सो रमाइलो गरेको हुन्छ। अब हामी जाने यतापट्टि होइन, हाम्रो बाजे बाजे त रक्सी खाँदै हुनुहुन्छ अरे होइन। बाजे रमाइलो भएछ होला नि दसैँमा आज, रमाइलो भएको छ होला नि आज दसैँमा, रमाइलो भएको छ होला नि दसैँमा। बाख्रो रमाइलो जम्मा भयो आयो रमाइलो बाजेसर आयो भेट भयो राम्रो हो। ए भनेपछि अब टिका कति वर्षपछि सँगै भइन्छ बाजे त्यही भएर। सो अब हामी बाजे हुनुहुन्छ होइन, हाम्रो बाबाले चाहिँ रक्सी खाँदै हुनुहुन्छ होइन। मलाई इन्टरभ्यू बनले भयो त्यो बाबाले पनि रक्सी खानुहुन्छ होइन। भित्र मम्मी थियो अब हामी भित्र जाँदैछौँ होइन। अब भित्र जाने क्रममा आउँछ हाम्रो बाहिर भन्नु। दसैँ कस्तो लाग्छ हजुरलाई? राम्रो लाग्छ? राम्रो लाग्छ। छोरा छोरी यस्तो भेट्नु पाइन्छ। हाम्रो कति वर्षपछि यस्तो छोरी भेट भयो मानामा त बस्न र आइपछि त्यो वर्ष बोजे तलै हुनुहुन्छ है गाई। मम्मी हुनुहुन्छ, मम्मी चाहिँ हाम्रो मजाले पकाउने हुनुहुन्छ होइन। मासु र बिफ भन्न मासु चिकन होइन, चिकन भन्छ मासुलाई चिकन। यो चाहिँ हाम्रो गाउँमा चाहिँ यस्तो भैँसी सैँसी काटेर सुकुटी तपाईँहरू यसरी खान सक्नुहुन्छ। यो हाम्रो घर भइहाल्यो होइन, भित्रको तोरिङ। अब हामी यहाँ सानो बाबु जुत्ता पनि ठिक लाग्छ। बाजे अब हाम्रो अब तल हामीलाई भिडियो काट्छ एकचोटि। अब आउँदैछ हाम्रो टिप्सन फटा नम्बर 1 भनेको केही नमान्ने केटा। हस्तरी हिँड्छ ढाँचा बच्चस गाई चाहिँ हाम्रो अब टिका पनि सुरु भयो। हाम्रो सुरुवातमा बहिनीले लाउनु लागेको छ, भूमिका बहिनीले। ल बाजे टिका लगाइदिने आशीर्वाद दिनु चाँडै, पहिलो चाहिँ नचाहि फेरि। सब डिप्सनको पालो है टिका लाउने। डिप्सनले उहाँ टिका लगाइरह होइन मजाले। आशीर्वाद दिँदै बाजेले टक्क लगाएर डिप्सनले टिका लाउँदैछ होइन। काट्यो बिग्रिहाल्छ हामी एकदम दाइको पालो दाइको पालो बिन्दाइको पालो छ। हामी आफू गर्नुभएछ फेरि पनि नमस्ते रमाइलो यहाँ चाहिँ त नि नमस्ते भन्नु। नमस्ते भाग्यमा नै थोते इजाज थोते भयो
73 वर्ष लागिसकेँ। 72 वर्ष पुगिसक्नु भयो 73 वर्ष पुगिसकेँ। होइन त 73 वर्ष पुगिसक्नु भयो भने उहाँ अब अहिलेको टाइममा त्यति बाँध्न सकिन्न होला गाईजहरू उहाँ त यति वर्ष पुगिसक्नु भएछ नि तिमी त 50 वर्ष हामीले छोरीले भन्न सबैभन्दा पुज्ने भनेको हामीले दिदीलाई भन्दा पुज्ने भनेको हामीले यहाँ उहाँ हुनुहुन्छ होइन हामी सबभन्दा सुरुमा पुज्नुपर्ने उहाँलाई हो होइन सो तपाईँहरूकोमा नि यस्तै हुन्न होला कल्चरमा होइन हाम्रो कल्चरमा त यस्तो हुन्छ 70-72 वर्ष पुगेर नि अझै पनि काम गर्दै हुनुहुन्छ होइन त तपाईँ हामी चाहिँ बजारमा बसेर केही काम गर्न सकिन्न अझै पनि होइन त त्यही भएर होइन अनि सो ठिकै छ ल